सामान लोड भइसक्यो अवस्था। प्रिन्ट आज चाहिँ हाम्रो अक्टोबर 2 तारिक यहाँ भाइ बहिनीहरू गाडीभित्र ड्याममै बसिरहेको छ। नामथाङ जाँदै गरेको अवस्था यही इकोमा हो। हेलो एभ्रिवान, जय सबैजनालाई। यहाँ चाहिँ हाम्रो केटाहरू हो। यहाँ चाहिँ हाम्रो लिरिक्स मेरो हृदयमा हाम्रो टिमहरु हो, हाम्रो खास भाइहरु। हेलो एभ्रिवान, यहाँ चाहिँ हाम्रो बेलुकाको सुत्ने ओछ्यान मिलाउने बन्दोबस्त हुँदैछ हो। यहाँ चर्चको बाल्कनीमा यहाँ चडक्कै हाम्रो लागि चाहिँ यहाँ सुत्ने ठाउँ तयार भइसकेको छ। अन्त यतापट्टि चाहिँ हामी त्यतिखेर भेला पनि हुँदै गर्नेछौँ अनि यहाँ भएको सबैजना खडा पनि हुनेछौँ अनि हामी महाजय परमेश्वरलाई केही क्षण आराधना दर्शन चढाउन चाहन्छौँ। ल हाम्रो यहाँ जवान जवानीहरू हाम्रो वर्कसिप टिमहरू यहाँ कोही ढकनी मास्ने कोही भाँडा मुस्काउने हो। यहाँ हाम्रो खास जवान यहाँ अरू जवानहरू पनि छ। एन्ड्रु भाइ यता फेरि खास जवान हाम्रो। यहाँ अझै कराई पन्यु डाडु डल्लै जिउनु छ। म चाहिँ यहाँ पानी हाल्नेमा छु हो। सो केटाहरूको यहाँ वासिङको कार्यक्रम चलिरहेको छ। लाग्छ तर एकदम उहाँ फुर्ती हुनुहुन्छ। मात्रै होइन सबै क्षेत्रमा उहाँले के अरे जिम्मेवारी लिएर जब काम गर्न लाग्नुहुन्छ उहाँले
एकदमै छिनाफाना काम गर्नुहुन्छ हामी उहाँलाई नै ताली बजाइदिउँ एकपल्ट हुन्छ यो समय यहाँनिर मजाको भ्यू भइरहेको छ मजुर यहाँ चाहिँ केटाहरूले चिया खाने अरे हो दामी मौसम भइरहेको छ अलिकति घाम नलागेर भिडियो चाहिँ अलिकति राम्रो आएन यहाँ चाहिँ हाम्रो केटाहरू यहाँ छ रोमन के भन् म चाहिँ आज यो चाहिँ रोमनको पिकअप फ्री हावा ल एउटा के फनी रियाक्सन दिइरहेको पछि यसो रिमेम्बर हुन्छ केटाहरूको हनुमानसँग फोटो खिच्दिन अरे रावणको टाउको सो हनुमान दाजु त्यहाँ रावण दाजु भित्तामा चलिरहेछ हनुमान दाजु रोडमा फेरि यस्तो मजाको भ्यू भएर छ केटाहरू यहाँनिर यो यहाँ चाहिँ हामी हल्का चिया खानुको लागि रोकेको अवस्था पर त्यो पनि दामी दामी दोकानहरू छ सो एभ्रिवान हामी चाहिँ यहाँ केटाहरू